यस्तो अद्भुत ठाउँ प्रवेश गर्छौँ आज बुधबारको दिन गल्ती भएको थियो माफ पाऊँ है महादेव टस चाहिँ लिउँ न टस लिउँ कसरी छिन्ने त नि यार मोबाइल सुन्नु अरे महादेव हामी आउँदैछौँ तपाईँको स्थानमा तपाईँ बास बस्ने ठाउँमा तपाईँ शिलामा परिणत भएर चाहिँ यहाँ बास गर्नुभएको छ होइन हामी पनि पासङ लासो धेरै लामो छ यो अब चाहिँ आइपुग्यो अहिले तैँले यता बालिदिनु त टस टच यता नि गरिदिनु यसको अवस्था यो बाटोको पुरै यो मारन हुन्छ पुरै यस्तो सुरुङ छ यो द्वारबाट हामी प्रवेश भइसकेका छौँ यहाँभित्र अब यो हो पुरै शिला यो शिलामा प्रवेश भएर चाहिँ हामी बसेको महादेव उहाँलाई यहाँ पूजापाठ गर्ने गर्दो रहेछ त्रिशूलहरू पनि रहेछ यो चाहिँ यहाँको धाबीझारीले चाहिँ पुरै पूजापाठ गर्नुहुँदो रहेछ अब यहाँभित्र के छ कस्तो छ त्यो त हामीलाई सत्यता के हो थाहा छैन यहाँको आकृतिहरू हेर्नुहोस् त यहाँ चमेरो सहित छ यहाँ चमेरो पुरै बास गरेको रहेछ भनेपछि यहाँ केही न केही सत्यता छ तपाईँहरू सम्पूर्णलाई चाहिँ यो गुफाको तर्फबाट अनि मेरो व्यक्तिगत तर्फबाट यो लाइक्स यो भिडियोलाई चाहिँ अन्तिमसम्म हेरेर सबै सामु पुऱ्याइदिनु यो गुफा रहेको छ यो गुफा चाहिँ सिन्धुपाल्चोक लिस्याङको पहाड गाउँपालिका वडा नम्बर 1 भित्र पर्ने यो ब्यासको बीच र यो टाढी टन्गम भन्दा मुनि र यो खान धादिङ भन्दा माथि डाँडामा ताङजो आखे ममको नजिकैको गुफामा रहेको रहेछ र हामी अहिले गुफाभित्र छौँ यो गुफा हेर्नुहोस् त गुफा यस्तो अद्भुत त्यहाँ यो चमेरोले बास गरेको चमेरो पुरै चमेरोले बास गरेको छ यो चमेरो हो चमेरोको आफ्नो वासस्थान यो पुरै पहाडमा यहाँ हेर्नु त आकृतिहरू हेर्नुहोस् न तपाईँहरूले देख्न सक्नुहुन्छ यो पुरै पहाडा चाहिँ पुरै एउटा के आकृतिले बनेको छ यो सिङ जस्तो अथवा यो के हो अब यो हेर्नुहोस् त तपाईँहरू पुरै अन्धकार हामी अहिलेको दिउँसो 4 बजे 3:30 बजे भित्र प्रवेश गर्दाखेरि यस्तो अन्धकार छ जय महादेव जय भोलेनाथ जय शिव जय शम्भु हामी लक्ष्य गरिदिनुहोस् यहाँ चाहिँ यस्तो गुफा पनि रहेको छ यहाँ गुफामा पनि गणेशको जस्तो मलाई लाग्छ गणेश होला सायद गणेश एकदमै देख्दै दाहिने बस्नुपर्ने महादेवको देब्रे भयो हेर्नुहोस् त तपाईँले देख्नु सक्नुहुन्छ आकृति पुरै एकदमै अद्भुत शक्तिले भरेको जस्तै छ यो यस्तो गुफा त मैले अहिलेसम्म देखेको पनि छैन हाम्रो रामेछापमा रहेको ठुलो सैलुङ सानो सैलुङमा भएको यो पहाडहरूमा चाहिँ यस्तो खासै छैन तर यहाँ यो सिन्धुपाल्चोकको यो आकृतिहरू देख्दा यो गुफाभित्रको यो शिलाको पुरै आकृतिहरू देख्दा शिलाको बनावटीहरू देख्दा पाइलाको सम्म पनि छ यहाँ तपाईँको बेला पाइला खिचेर यो पाइला हेर्नुहोस् त तपाईँले पाइला देख्न सक्नुहुन्छ यो पाइला चाहिँ अब के को हो थाहा छैन पुरै पाइला छ यो कसरी चाहिँ यो बन्न सक्यो त यो मान्छेले खोपेको त होइन यो पुरै आफैमा चाहिँ भएको आकृतिहरू हो शिलामा परिणत भएको छ हाम्रो यो महादेवको सबैले यहाँ महादेव पुजिने महादेवलाई दर्शन गर्नुहुँदो रहेछ महादेवको चाहिँ पूजा आज हुन्छ यहाँ वर्षमा एकचोटि कुन बेला पूजा हुन्छ अरे कुन बेला पूजा हुन्छ यहाँ अस्ति कुन बेला भएको अरे पूजा है तपाईँहरूसँग हामी यहाँबाट नि भित्र छिर्ने
जमरको गर्दछौँ, तर यहाँबाट भित्र चाहिँ कतिको सम्भव छ हेरौँ न त है। अब कति हालसम्म कोही नि छिरा छैन होइन महादेवहरूले पनि हामीलाई रक्षा गरिदिनुहोस्। अब यहाँबाट माथि चाहिँ जान मिल्दैन रे भन्छ, केही अन्यथा केही हुने हो कि। महादेव तपाईँ हामीलाई चाहिँ रक्षा गरिदिनुहोस्। ए जय भोलेनाथ, जय शम्भु। माफ पाउँ हामी त्यो आज तपाईँको सामु आइपुगेका छौँ है। Itu nih bon-bonan itu aja. बजाउँ 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 यहाँ पुरै शङ्काको आकृति रहेछ, शङ्काको आकृति रहेछ। मिलेन त्यो बजाउने चाहिन्छ यसो आगो खाएको हो किनभने खायो खाएको चाहिँ खाएको हामी अब छेउमा प्रार्थी छौँ होइन छौँ है। यता 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 ओ चमेरो, यो चाहिँ चमेरोको पुरै आफ्नो बथानै छ। यहाँ चाहिँ धेरै छ, यहाँ बास गरेको छ, सधैँ बास गर्नु हुँदो रहेछ। यहाँ आकृतिहरू हेर्नुहोस् त, तपाईँ पहाडमा पुरै चमेरोले बास गरेको हामी। यो अद्भुत शिला, अद्भुत गुफाभित्र छौँ हामी। यो गुफा रहेको छ सिन्धुपाल्चोक इसाईको पहाड गाउँपालिका वार्ड नम्बर 1 मा पर्न गएको यो गुफा चाहिँ हामी 7देखि यहाँसम्म यो गुफा नै हेर्नको लागि, गुफा दर्शन गर्नको लागि भनेर आएको हो। र आज हामी सिन्धुपाल्चोकै भाइहरूसँग आएको छौँ है। यहाँबाट भित्र जमरको गरौँ कस्तो छ। पानीको कहाँ आवाज आउँछ भने भित्र हो भित्र धेरै नै भित्र जानु हुन्छ बजाएको मिलेन क्या तपाईँ एकछिन बजाइ यो चाहिँ शङ्का रे। अब उहिले शङ्खा, अब मानौँ शिवजीको शङ्का हुनसक्छ, अथवा चाहिँ यो हाम्रो कृष्णजीले बजाउने शङ्का हुनसक्छ होइन। अब यहाँ चाहिँ के हो, यस्तो बजाइहेरौँ। हो यसको कसरी हो ट्राई गरौँ ट्राई सिधन भएको सिधन गरेर कुन स्टाइलको रहेछ स्टाइलै छ यो। शङ्ख नै बज्छ बज्नु बजाउनेहरू Itu tuh temennya itu. बजाइन खै बजाउन सफल भएन यो सफल भनेर बजेन कि ल जुडो भयो कि यार। Lah, orang bodoh. के हुनसक्छ Ayo, boleh. Bon nani. सक्दैन भन्ने कुरा भयो मोबाइलको टच नै पाउन Balak dulu. यहाँभित्र नो सर्भिस पुरै अब केही
नहोला लाग्छ कि अब यहीँ पूजा गर्ने ठाउँभन्दा माथि जान चाहिँ भनाइ छ भन्थ्यो। अब यस म चाहिँ यसरी हेर्छु भक्तले गर्दा टिक्दै ए त्यो भित्र छिर्नु भएको तपाईँले मास्लो मास्लो चाहिँ हो ल ल ल ल यो ट्रस्ट आउँथ्यो क्यामेरा देखाउनु पऱ्यो भने माथि आउनु माथि 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 आऊ कि माथि माथि आऊ भने केही फरक पर्दैन ओ बिस्तारै तल खोज हुनसक्छ क्या पुरै गाईको थुन जस्तै रहेछ यहाँ चाहिँ यो भयो भित्र हो र यता यता तल टर्च छैन टर्च क्यामेरा अफ गरिदिनु एकछिन क्यामेरा अफ गरिदिनु टर्च भएन क्या मलाई यता के छ तल अडिन सक्छ फेरि एकचोटि कङ्गी छ अड्किन्छ फेरि अड्किँदैन अड्किँदैन भित्र कस्तो छ ठुलै छ आउँदा यसरी ब्याग आउने ब्याग आउनु सक्छ नि ब्याग आउनु त सक्छ सुन हुन सक्छ र भने बाटो चाहिँ लाग्छ लुगामा चिसो धेरै छ पानीको थोपा बाटो माथि नै छ धेरै भएको रहेछ बाटो माथि छ बाटो त माथि नै गयो योभन्दा अलिक माथि नै गएको थियो त्यो त्यसपछि नि बाटो भेटिएन कि माथि गएको थियो यस्तो उडार छ हेर्नुहोस् है छिन सक्छ तपाईँ म सक्छु होला ल सम्म ल मोबाइल हावाको आवाज जवाज कस्तो छ हावा छैन ए चमेरो यति नै हो क्या यसको माथि नै गयो अरे त्योभन्दा लेभल मिलाउनु पर्ने रहेछ यार क्रास गरिरहेको छु गाई पुरै जल झरिरहेको छ माथिबाट हालिरहेको तर लाग्दैन यार ठाउँ छैन छिर्न सक्दैन छिर्न सक्छ कि सक्दैन ट्राई 10 ट्राई त्यो कुनसँग काकाले भने चाहिँ अलिक धेरै हामी चाहिँ यहीँतिरसम्म गयो होइन अलि योभन्दा धेरै नै गएको भेटिएन भन्ने कुरा भयो जाउँ एकचोटि हामीलाई त्यतिखेर चाहिँ त्यो धुवाले गर्दाखेरि लास्टै चमेर आयो क्या अब जब भयो र उताउति गर्न मिलेन कहीँ चढ्नु हेर्नु जल झरिरहेको छ पछाडि पछाडि रोमान चाहिँ मजाले छिर्छ होला है बिस्तारी फर्किने बेलामा ओए फर्किने बेला आउन सक्छ नि त्यसो जबरजस्ती भयो ज्याकेट खोलेर आउने नि गाज बिस्तारी अनि हेर म त अड्कियो बिस्तारी 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 ल अन्य त पाप गरेछ कि के हो चढेको आउँछ आएर अड्क्यो भने मैले कसो तपाईँ यसरी छिर्नु भयो छट खुट्टा अब दुई खुट्टा गरिदिनु भयो क्या अब मोटी
ठाउँ छ अझै हो छ यति मात्र फिनिस भित्रको दृश्य कस्तो छ भित्र यो के छिर्ने रहेछ तर यो सानो चिज चाहिँ छिर्न सक्छ बाटो सानो बाटो पुरै सानो हामी चाहिँ त बल्को त माथि गयो भने तपाईँ त्यहाँसम्म अडिन्छ होइन त्यसपछि धेरै सानो मान्छे अड्छ गाडी बाटो चाहिँ छ बाटो चाहिँ छ ज्याकेट फुवाल बन्ने चाहिँ खासमा यस्तो चेपाटो उठ्यो हामी मर्न लागिरहेको छु हेर्नु गाइस के छ कसैले एकछिन हजुर चमेरो झरेको छ ओ रचे भन्दै बिचारा हामी के छ तल छ कि माथि छ त्यो बाटो त्यो त माथि 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 छ माथि रहेछ पुरै सानो बाटो एकचोटि जाउँ न त अड्कत यार एकछिन त्यहाँ फटाफट त दिमाग सिकात ल नि उयो मलाई अड्काउँछ नि त होला चमेरो टोकले मामा छ हजुर अगाडि चमेरो टोकले भेटेको टाउकोमै भेटेँ टोकल छोएको छ चमेरो मऱ्यो खत्तम भयो मरेको हो मरेको छैन गाडी कहिले भयो बाहिर निस्किनु नभएछ भित्रको रहस्य भित्र जानु उपयुक्त हुँदैन ओइ चमेरो उठ यहाँको शक्तिले बचाइदियो के हुन्छ कि अब कि शान्त ज्याकेटले हो क्या नअडेको हो लात फोल्ने बाटोको अन्त्य चाहिँ भएको छैन जियोस् बाटोको अन्त्य त छैन बाटो एकदम सानो छ जाने हो कि माथि जग्गा हो क्लियर थियो माथि चाहिँ ठाउँ नै छैन कहाँ छिर्छ त क्लाम जाने मिछे त भन्दा अरे माथि पनि ठुलो देख्छ त नि त्यो भित्ता त ठुलो देख्छ त नि त्यहाँबाट चाहिँ अडे यहाँबाट अडेन कि रहन भयो बिस्तारै तपाईँ यहाँबाट त अड्नु भएन होइन माथि ठुलो छ डराउनु चाहिँ भएन जोस् के हुन्न ज्याकेटले नअडाइ हुनसक्छ हो ज्याकेट न यो मोबाइल समात्नु मोबाइल समात्नु एकचोटि तुम्ही म सोने बत्ती बना ली नहीं लोंगा तो इतनी लोंगा नहीं लोंगा रे हो अथवा रे थोन म अझै शान्ति हुँदोले चिलमा फेरि खुकुलो लाग्यो राङ पुगालो टी-सर्ट ठाउँ नै चाहिँ छैन है पुसाकी हेरेर ठुलो नै त्यहाँबाट है यति ठुलो छ त्यहाँबाट ठुलै छ कि छैन सानो माथि त्यो सानो गरेर हेर्नु न झन् सानो जुम नरौँ न भित्रतिर होइन सानो बाटो दुईवटा छ के हो बाटो बाटो एउटै रहेछ सानो गर्नु त तर पुरै सानो छ बाटो अनि टर्च चाहिँ के र सानै हो देख्दैन माथि अड्छ अड्न तर मजाले अड्छ
म यहाँबाट देखा चाहिँ आजु झ्यागेडी पुऱ्याउनु भन्नु आले नलुन्दै भन्नु चल्थ्यो गाई चरु हामी लास्टै के छ समीरो मरेछ यार क्या अरे ओहो मेरो खुट्टामा आइपुग्यो कि अन्य त भयो नि त्यो भित्ताले यस्तोमा त्यो गऱ्यो कि घस्रियो होला क्या जान सक्छ सक्दैन मोबाइलहरू मोबाइल बाटो चाहिँ छ अझै पनि बाटो छ त धेरै सानो छ बाटो रोहन पनि छिर्दैन होला यहाँ त ठुलै देख्छ देख्नु कि यहाँ मैले मोबाइलमा हेरौँला कि बाटो ठुलो भने यहाँ मात्र यति मात्रै त्यसो छैन यस्तो रहेछ है यस्तो रहेछ बाटो माथि माथि छ त्यो त त्यो त यस्तो पातलो मान्छेमा जान सक्दैन पातलो पनि सक्दैन फर्किनु त फर्किनु पर्यो त्यसै मूर्खता नगरौँ है गाइज यो गुफाभित्र हामी छिर्ने प्रयास गरेको तर गुफामा छिर्न सकेन बिचरा एक चाहिँ चमेरो एउटा चमेरोको चाहिँ या चमेरोले हामीलाई चाहिँ नजानु भन्यो के अरे अब हाम्रो टाउको शिरहरूले छोएर चाहिँ खस्नुभयो र ऊ खसेको क्रममा एकदमै मृत्यु नै भएछ मृत्यु भइसकेको अवस्था छ हामीलाई गल्ती भएको भए माफ पाऊँ क्षमा प्रार्थी छु हामी केही अनुसन्धानको क्रममा थियौँ तर अनुसन्धान पुरा गर्न सकेन र योभन्दा भित्र चाहिँ यो एउटा केही चिजहरू मात्र छिर्न सक्छ र केही मतलब साँपहरू अथवा त्यो एउटा पातलो मान्छे पनि अलि मुस्किलै छ किनकि घुम्ने ठाउँ छैन एकतर्फी मात्र छ यो त्यसैले हामी चाहिँ यहाँबाट भित्र जान सक्ने अवस्था छैन यो एउटा ढुङ्गा छ यो ढुङ्गाले हामीलाई बारेको रहेछ यो ढुङ्गा चाहिँ यो बिचमा आएर बस्यो यो कहाँको ढुङ्गा बिचमा आएर बस्यो भन्ने कुरा हो यो ढुङ्गा बिचमा आएर बसेको रहेछ यो ढुङ्गा पछि आएको हो भूकम्प अवस्था त आउन सक्छ भूकम्पले त ल्याउन सक्ने अवस्था छैन यो ढुङ्गा तर माथिको ढुङ्गा चाहिँ तल झऱ्यो कि जस्तो लाग्छ त्यहाँको त्यस्तै हो क्या यो माथिको ढुङ्गा तल झरेको छ अनि यो चाहिँ एउटा चेप छ टच भएको ढुङ्गा त होइन यो यहाँ टच भएको छ नि यो त यतिकै बसिरहेछ छोएर बसिरहेको त्यसले बाटो ब्लक भएको छ है यो बाटो ब्लक भएर रहेछ यो ढुङ्गा यो हो यो ढुङ्गाले बाटो ब्लक गरेको छ यो ढुङ्गा योभन्दा माथि चाहिँ जाने बाटो छैन बा यो यति हो यतिमा हामी एकतर्फी पनि छिर्न सक्दैनौँ त्यहाँ टच बाल्दै छ त्यो लुङ्गी